नमस्ते है सबैजनामा अनि सबैलाई सर्वप्रथम धन्यवाद। मेरो हिजोको जुन भिडियो चाहिँ हाम्रो कायसरी मनोहर नगरपालिकाका मेयर उपेन्द्र कार्कीज्यूबाट पुर्याइदिनु भयो। यस फुटपाथमा वृक्षारोपण सम्बन्धीको भिडियो थियो मेरो चाहिँ। अनि उहाँसँग टेलिफोन संवाद पनि भयो है मेरो। अनि उहाँले चाहिँ पोजिटिभ कुराहरू गर्नुभयो। अनि ठिक हो, तिमीले उठाएको कुराहरू ठिक छ, राम्रो छ भन्नुभयो। र उहाँले अर्को एउटा राम्रो कुरा नि गर्नुभयो। जुन फुटपाथ चाहिँ हामीहरूको जुन वृक्षारोपण त गरियो, तर वृक्षारोपण गर्नलाई फुटपाथको जुन एरिया स्पेस कति हुनपर्ने त्यो चाहिँ यसले छैन। कतै कतै काहीँ पुग्छ काहीँ पुग्दैन। र हामीहरूको यो डिसेबल मान्छेहरूलाई व्हिलचेयरमा हिँड्ने अनि हाम्रो यो आँखा नदेख्ने मान्छेहरूलाई चाहिँ यसले हुन्छ नि त अप्ठ्यारो हुने हिँड्नलाई चाहिँ भन्ने विषयमा कुरा उठाउनु भयो। यो कुरा एकदम ठिक लाग्यो मलाई पनि। हाम्रो जुन डिसेबल मान्छेहरू हुनुहुन्छ व्हिलचेयरमा हिँड्ने अनि आँखा नदेख्ने मान्छेहरूलाई चाहिँ यो जुन फुटपाथ सानो भएको ठाउँमा चाहिँ एकदमै हिँड्नलाई कठिनाइ हुन्छ। यस्तो ठाउँमा चाहिँ ठिक छ, उहाँले चाहिँ पोजिटिभै कुरा गर्नुभयो। मलाई ठिक लाग्यो यो कुरा चाहिँ। ठिक छ, यो जहाँ फुटपाथ सानो छ त्यहाँ चाहिँ अब तपाईँहरूले मापदण्ड के कति छ त्यही अनुसारले काम गरिदिनु होला है। उहाँले गर्छु पनि भन्नुभएको छ यो फुटपाथ सानो भएको ठाउँमा। र यो बजेट चाहिँ वन मन्त्रालय अन्तर्गत परेको रहेछ। र उहाँले के पनि भन्नु, यो जुन वृक्षारोपण गरेको चाहिँ हाम्रो नगरपालिकालाई ह्यान्डओभर गर्नुभएको रहेछ हाम्रो वन मन्त्रालय। अब कहाँबाट यो वन मन्त्रालयको थ्रुबाट कताबाट आएको यो बजेट थियो यो वृक्षारोपणको लागि, अनि हाम्रो नगरपालिकाले हस्तान्तरण गर्नुभएको रहेछ त्यो। अनि त्यो हिसाबले पनि अनि उहाँहरूले चाहिँ अगाडि बढ्न सक्नु भएको रहेछ कि। आशा छ अबको केही दिन, केही हप्ता, केही महिनाभित्रै नै उहाँहरूले चाहिँ यस विषयमा चाहिँ काम गर्नुहुन्छ भन्ने मलाई लागिरहेछ। अब उहाँ हाम्रो मेयरज्यूसँग नि कुरा हुँदाखेरि उहाँले चाहिँ पोजिटिभ कुरा गर्नुभएको छ। ठिक हो, त्यही हो। अब हामीहरूले केही काम गर्नुभन्दा अगाडि चाहिँ पहिल्यै यसको प्रि प्लानिङ गर्नु पऱ्यो कि। यो चाहिँ अब पछि काम गरिसकेपछि निकालेर फ्याल्नु अथवा झिक्नुभन्दा चाहिँ अगाडि नै प्रि प्लान गरेको भए राम्रो हुन्थ्यो। हाम्रो यस नगरपालिकासँग समन्वय गरेर नै गर्नुभएको हो कि जस्तो लाग्छ। अब र यो समन्वय गरेको होइन भनेदेखि त हामीहरूले तिरेको करको पैसाले त यो त खेर गयो नि त होइन। यसरी दुरुपयोग भयो नि त। यो चाहिँ हुन दिनु हुँदैन है। अब यो जुन मेयरज्यूले भन्नुभएको जस्तै अब यो मापदण्ड नपुगेको ठाउँमा चाहिँ झिक्ने र मापदण्ड पुगेको ठाउँमा चाहिँ बिरुवाहरू मरेको ठाउँमा चाहिँ पूर्ण वृक्षारोपण गरेर त्यसलाई हेरचाह गर्ने, हेरालु राख्ने भन्ने कुरा भन्नुभएको छ।